हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ एकदमै सर्ट भिडियो छ, त्यही भएर मिनी ब्लग। यो सर्ट्स भन्न पनि मिल्छ है साथीहरू। आज चाहिँ म मेरो आफ्नै स्वयंको घरमा छु, खुदी बजार नो पूर्वेली टोल। हाम्रो टोलको नाम चाहिँ पूर्वेली टोल है साथीहरू। आज चाहिँ म घरबाटै बोलिरहेको छु अनि हाम्रोमा चाहिँ एकदमै गर्मी भएको छ। सायद दुनियाँभरमै गर्मी होला, देशभरमा। तपाईँहरूकोमा कति गर्मी छ कमेन्ट गर्नु होला साथीहरू। अनि गर्मीले यो आँखाहरू सबै पोलेको छ, बिरामी भएको जस्तो भइसक्यो। बिरामी भइसक्यो भने प्रेसर लो भइसक्यो अनि जीवन जल र के भन्छ त्यसलाई ग्लुकोज पानी खाने बेला भइसक्यो साथीहरू। फलफुल लिएर भेट्न आउनु होला, त्यही भएर मलाई। अनि त्यसपछि अहिले चाहिँ कति बज्यो, 4 साढे 4 हुन लागिसक्यो। गर्मी छ एकदमै। अनि जब अब 5-6 बज्छ नि, साँझ हुने बेलामा, रात पर्ने बेला हुन्छ नि, त्यति बेला चाहिँ यस्तो बिधी हावा आउँछ क्या। पातलो मान्छे त उडाइदिन्छ होला साथीहरू, बच्चाहरूलाई त उडाइदिन्छ। म यत्रो ज्याङको मान्छे चाहिँ हिजो यस्तो तर्साइदियो हावा। हिजो खत्रै एक्सपिरियन्स गरेँ साथीहरू मैले। हावाको रूप देखेँ नराम्रो तरिकाले। माथितिर त घरको छाना पनि उडाइदियो अरे, घेर्मु सन्चपुतिर चाहिँ। म पनि तर्सिएँ। म त त्यही पनि डराउँछु, सानो कुराबाट डराउँछु, तर त्यति साह्रो हावामा त जो पनि डराउँछ साथीहरू हेर्नु होला। त्यही भएर सेफ भएर बस्नु होला, घरमै बस्नु होला। हाम्रो चाहिँ के भयो भने, यता हाम्रो देख्नुभयो होला जुत्ता राख्ने ऱ्याक छ क्या, एकदमै बलियो छ। गरुङ्गै छ नि त, गरुङ्गै हुन्छ। त्यही पनि एउटा हाम्रो यतापट्टि रुम छ, एउटा भाइको रुम। त्यो रुमले छिमेको छ क्या, रुमको यतापट्टि छ अगाडि। अनि त्यसपछि यताको हावा र उता अगाडिपट्टि हावाले त्यसलाई ढलाइदियो क्या। यस्तो गरुङ्गोसित पनि ढलाउने हो त भने। अनि कसको छ त जान्दैन भन्नु त साथीहरू। ढलाइदियो होइन। अनि राति अनि अलिकति हावा कम भएपछि बाहिर निस्केर त्यो बनायो। अनि त्यहाँ बस्दा बस्दै हावा यस्तो हावा चल्यो कि, म त यहाँ समातेर बसेको क्या ढोकामा डर लगाएर। अनि त्यसपछि राति त्यसलाई काटी ठोकेर राखेको कि त्यहाँ। आज चाहिँ केही हुन होला, काटी ठोकेको छ नि त, त्यही भएर सातो गयो साथीहरू हेर्नु होला। हावा चल्दा कस्तो साउन्ड आउँछ थाहा छ तपाईँहरूलाई? मलाई थाहा छ, मैले हिजो सब सुनेको छु। हेर्नु साथीहरू, यस्तो डरलाग्दो एक्सपिरियन्स त मैले कहिले गरेको थिइनँ। पातलो मान्छे धेरै जोगिएर बस्नु होला, तर हावाले मोटो पातलो केही भन्दैन साथीहरू हेर्नु होला। सबैजना केयरफुल भएर बस्नु होला, आफ्नै घरमा बस्नु होला। यस्तो बेला बाहिर हिँड्नु होला। अब दिनभरि घाम लाग्छ, रातभरि हावा लाग्छ। साँझ परेपछि हावा लाग्न सुरु हुन्छ। राति पनि कति बजीसम्म हावा लाग्छ हो। म त अब कहिले हावा सकिएला भनेर बसिरहेको छु। आएको आइ हुन्छ। एकदमै डेन्जर छ साथीहरू अहिले चाहिँ। त्यही भएर यस्तो बेलामा चाहिँ बाहिर धेरै नहिँड्नु होला भन्न चाहन्छु। यस्तो गर्मी पनि बिरामी भइहाल्छ। अब हावाको त कुरा गर्नै परेन। हावाले त त्यतिकै अब उडाइदिए त सकिहाल्यो। सानो मान्छे त, पातलो मान्छे त कता पुऱ्याइदिन्छ थाहै छैन यस्तो बिदा आउँदा। किनकि अब टिनहरू उडाएर ल्याउँछ नि त, त्यो लाग्यो भने पनि बर्बादै हुन्छ नि साथीहरू। त्यही भएर एकदमै गाह्रो छ अहिलेको अवस्था चाहिँ। देशभरिको अवस्था यस्तै होला सायद। तपाईँहरूकोतिर कतिको गर्मी, कतिको हावा लागेको छ कमेन्ट गर्नु होला साथीहरू। यति नै भन्न चाहन्छु, सबैजना जोगिएर बस्नु होला, आफ्नै घरमा बस्नु होला। र यति भन्दै मेरो भिडियो चाहिँ अन्त्य गर्न चाहन्छु, समाप्त गर्न चाहन्छु गाइस। बी केयरफुल, बाई बाई।